ज्याजलो ngै मिरिया तम्स्यो आजको मिनी ब्लग चाहिँ खुइ स्पेसल हुनेछ साथीहरू मेरो सो चाहिँ अलि बसेको छ सो डोन्ट माइन्ड हामीहरू चाहिँ रेडी भएर खुइ खाने घरतिर लागेका थियौँ अनि त्यहाँ चाहिँ हामी टिकाहरू लगाएर बसिसकेका थियौँ खाना खाने ठाउँमा चाहिँ दाइहरूलाई पनि भेटेँ अनि सबैजना खाना खाँदै हुनुहुन्थ्यो अनि मलाई चाहिँ इसानेले खुवाइदिनु भएको थियो के म चाहिँ प्रिन्सेस हो कि इसानेको अनि हामीहरू चाहिँ यत्तिकै खाएर यत्तिकै बसिरहेको थियो पाहुनाहरू नआउनु भएकोले चाहिँ हामीहरू गफ गर्दै बसिरहेको थियो अनि पाहुनाहरू पनि आउन सुरु गर्नुभयो अनि सबैजना चाहिँ पाहुनाहरूलाई वेलकम गर्न बस्नु भएको थियो यहाँ हेर्नु न अर्पण दाइलाई आमामा अनि त्यसपछि नक्कल पारेर हामी तल नाच्ने ठाउँमा गयो साथीहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ साथीहरू नाचिराख्नु भएको थियो अनि म पनि जानी नजानी नाचेँ यो चाहिँ मेरो सेकेन्ड टाइम है साथीहरू यसरी नाचेको छुट्का चाहिँ मलाई चाहिँ खासै आउँदैन अनि म चाहिँ बेसरी नाचेँ कतिवटा ग्रुपसँग ग्रुप फेरि नाचेँ साथीहरू मलाई त रमाइलो लागिरहेको थियो कि त्यसपछि चाहिँ खाना खाने टाइम भयो अनि उहाँहरूलाई त्यसरी खुवाइदिएको थियो हाम्रो गाउँको बहिनीहरूले अनि हेर्नु न साथीहरू करिब 1-2 बजिसकेको थियो यस्तो रमाइलो भइरहेको थियो है अनि हामीहरू चाहिँ आफ्नो भिडियो पनि लिग्यौँ अनि कोही चाहिँ सुतिराख्नु भएको थियो कोहीहरू चाहिँ रमाइलो गर्नेहरू रमाइलो गरिराख्नु भएको थियो उहाँहरूलाई त मानेको साथीहरू यति नाच्नु भयो है यति नाच्नु भयो आमामा म त दङ्ग परेँ साथीहरू अनि नाच्दा लाइन गएको थियो त्यही पनि गाउन छोड्नु भएन नाच्न छोड्नु भएन है रमाइलो भइरहेको थियो अनि सबैले अहिले 3 बजे भात खायो के भात खुवायो यस्तो त्यहाँ चाहिँ गाउँदैछ हामी त घर लाग्यौँ अन्त घर लाग्यो बाई बाई